सबैलाई नमस्कार। तपाईहरुको बिहानको मिरमिरेको नास्तामा के भयो त? मेरो चाहिँ आजको मिरमिरेको नास्ता छ सोटोनी। यसको साथसाथै देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, जुनसुकै कुनामा रहनुभएका, हेरेर छरिएर रहनुभएका, हेरेर बसिरहनुभएका आमा बुवाहरूलाई, तपाईहरुलाई अर्गानिक हौं, स्वच्छ रहौं भन्ने नाराका साथ अनि आफ्नै करेसाबारीमा फलेको एक टुक्रा अदुवाको टुक्रा सहित अनि आफ्नै करेसाबारीमा फलेको मकैको घोगा अर्गानिक मकै सहित साह्रो स्वादिष्ट छ। हजुरहरू पनि स्वच्छ खाउँ, स्वच्छ रहौँ भन्ने नाराका साथ त्यो बजारमा रहेको मोमो, चाउमिन, थुक्पा, चाउचाउ नखाउँ, आफ्नै बारीमा फलेको अर्गानिक खानेकुरा खाउँ र आफ्नै करेसाबारीमा फलेको एक दाना कागतीको साथमा